ह्याप्पी मदर्स डेको सबैजनालाई शुभकामना छ। अनि भान्जीले चाहिँ हाम्रो छोरीले चाहिँ माइजूलाई आमालाई चाहिँ मदर्स डे भनेर टिका लगाइदिनु गइरहेको छ। अनि मेरो आमा पनि त्यहाँ हुनुहुन्छ। आमा र मेरो चाहिँ अघि नै भिडियो गरिसक्यो। नानाले पो लाउँछ त, ठुलोले पो पहिले लगाइदिनुपर्छ त। जहिले पनि ठुलोकै प्यारोडी हुन्छ। टिका लाउनु पर्ने अरे आमा। थाहा पाउनुहुन्न नि त। त्यस्तै हो। ल ल धन्यवाद। ह्याप्पी मदर्स डे। अब फेरि कान्छा छोराले लगाइदिन्छ मम्मीलाई अरे मदर डेको। कोकोलाई चाहिँ ढोक्दैन, कोकोलाई पनि ढोक। मम्मीले रहेछ कोको पनि डुम्बे कोको त झन् ठुलो मान्छे। गुड। म त फेरि भाग्यमा नै हुनुपर्छ कोकोलाई ढोकेर। खोइ भ्याग मेरो खुसी भएको गिफ्ट पायो भनेर। गिफ्ट पाइन्छ नि त आज। आमालाई चाहिँ थाहा थिएन अरे। मदर्स डे सबैजना। हिजो भ्याउँदैन नि त आमाले चाहिँ। आमा चाहिँ अलिक होस हुनु न, त्यही भएर। गिफ्ट पाएर गजक्कै पर्दैछ। मलाई ढोक्नु पर्दैन त। अब मामालाई पनि खुवाइदिनु। लु पर्दैन मलाई भयो भयो। मामा फेरि रुनुहुन्छ, मेरो चाहिँ छैन छोरी रहेछ भनेर फेरि। त खुवाइदिनु। खुवाइदिन्छ नि। लगाइदे। बाबा धेरै धेरै माता तीर्थ औँसीको दिन मम्मीलाई मात्रै माया गर भन्नुहुन्छ भनेर बाबालाई पनि कान्छो छोरोले ढोग्यो। आशीर्वाद ल साथीहरू। टिका लाउनुपर्छ आमा। आमाको दिन सधैँ आमाको मुख त बिहान बेलुका हेरिरहेको छु। फेरि पनि आज मदर डेमा चाहिँ ट्याक्कै छुट्टी पनि परेछ। अनि त मिठाई खुवाइदिनु। नातिनीहरू पनि आउनु भएको छ सबैजना सम्झेर। अनि यो मिठाई खानु सबै ढोकिदिन्छ ल। यति भयो यतिकै भयो। धेरै धेरै आशीर्वाद दिने। अब त दिने होला नि, अघि त दिन्न भने त। अब चाहिँ आशीर्वाद दिने। अब दिने। लु मदर डेको दिन टिका नलाउने भन्दै हुनुहुन्छ। अब बुहारीले फेरि लगाइदियो ल। हजुर नजानेको गर्नु मिठाई लु हवा ल